Food web. Food web is a network of food chains interconnected at various trophic level. Food web भनेको चाहिँ फूड चेनको नेटवर्क हो र यो फूड वेब मा चाहिँ फूड चेनहरु एकअर्कासँग इन्टरकनेक्टेड भएर बसेको हुन्छ। जस्तै हामीले पिक्चरमा हेर्यौं भने यो पिक्चरमा चाहिँ फूड वेबको डायग्राम देख्न सकिन्छ। यहाँ हामी हेर्न सक्छौं यो एउटा फूड वेब भित्र धेरैवटा फूड चेन छ र तिनीहरु सबै एकअर्कासँग इन्टरकनेक्टेड छ। जस्तै हामीले प्रोड्युसरलाई चाहिँ डियर लेखान्छ, डियरलाई लायन लेखान्छ, त्यही प्रोड्युसरलाई फेरि र्याबिट लेखान्छ, र्याबिटलाई फेरि लायनले पनि खान्छ, फेरि यो प्रोड्युसरलाई माउस लेखान्छ, माउसलाई स्नेक लेखान्छ, यही माउसलाई आउलले पनि खान्छ, हकले पनि खान्छ, यो प्रोड्युसरलाई फेरि यहाँनिर क्रिकेट इन्सेक्ट लेखान्छ, इन्सेक्टलाई फ्रग लेखान्छ, यो फ्रगलाई फेरि यहाँनिर आउलले खान्छ। सो यसरी के भएको छ भन्दाखेरि एउटै चाहिँ फिगरमा धेरैवटा फूड चेनहरु चाहिँ इन्टरकनेक्टेड भएर बसेको छ। यसरी फूड चेनहरुको जुन इन्टरकनेक्सन छ त्यसैलाई नै भन्छ फूड चेनहरुको जुन नेटवर्क छ त्यसैलाई नै फूड वेब भनिन्छ। सेकेन्ड पिक्चरमा पनि हामी हेर्न सक्छौं यहाँनिर प्रोड्युसर छ, यो प्रोड्युसरलाई र्याबिट लेखान्छ, र्याबिटलाई वाइल्ड क्याट लेखान्छ, वाइल्ड क्याटलाई लायन लेखान्छ, फेरि यो प्रोड्युसरलाई र्याबिट लेखान्छ, यही र्याबिटलाई ज्याकलले पनि खान्छ, ज्याकललाई लायनले खान्छ, प्रोड्युसरलाई गोट लेखान्छ, गोटलाई ज्याकलले खान्छ, यो ज्याकललाई लायनले खान्छ। यसरी चाहिँ नेटवर्क अफ फूड चेन चाहिँ फूड वेबमा बनेको देख्न सकिन्छ र यसमा इनिट फूड एन्ड एनर्जी फ्लो इन मल्टी डाइरेक्सन। फूड र एनर्जी चाहिँ धेरैवटा डाइरेक्सनमा के हुन्छ भन्दा यसमा फ्लो हुन्छ। फूड चेनमा चाहिँ एउटै मात्र डाइरेक्सनमा फूड एनर्जी र मटेरियल ट्रान्सफर हुन्छ। यसमा चाहिँ मल्टी डाइरेक्सन डिफ्रेन्ट डाइरेक्सनमा चाहिँ एनर्जी र मटेरियल ट्रान्सफर हुन्छ। For example, a mouse may eat some grain in a field and in turn it may be eaten by a snake or a hawk. Similarly, the rabbit and the grasshopper also feed on grass and in turn they may be eaten by a snake or hawk. So food chain भनेको फूड वेब भनेको नेटवर्क अफ फूड चेन हो।